Hello everyone, good morning, Sivaro and it's me Phongma Limbu. Welcome back to my YouTube channel. र आज पनि म फेरि आइरहेको छु न्यू भ्लग लिएर एन्ड आज चाहिँ म स्कुल गइन किनभने आज हामी मामालाई लिएर बुढासुब्बा जाने मेरो मामालाई लिएर त्यही भएर म चाहिँ रेडी भइसकेको छु मैले जान लागेको एन्जल यो र कान्छा मामा चाहिँ एक्लै उठ्लालु मेरो भ्लगमा आज चाहिँ एकचोटि यो एन्जल ल ओके गाइज अब एकछिनमा अब हामी जानु आँटेको अब एकछिनमा भेटौँ बाई ट्राफिक नियमको लागि त्यहाँ माथि बस्नु हुँदैछ मामा साथीहरू धरानको घण्टाघर आइपुग्यौँ है भानु चोक हजुरले के पार्कहरु घुम्नुहुन्न गाईहरु अब हाडबाट आउँदै हुन्छ कसरी कहाँ आउँदैछ बाबा पाहाड प्रवेश पनि गर्यो मन्दिर बुढासुब्बा त तीनचोटि गइसक्यो हिजोस्ति पनि आएको अस्ति तुसा मन्टा फुक्कुसँग अनि पहिला पिपुली छ्यासँग अनि अहिले दन्तकाली मन्दिर बुढासुब्बा पहिला पूजा गरेर आउँ न म यताबाट हेर्नुहोस् सबै धागो बाँधेर जताबाट हिँडे नि हुन्छ साथीहरू हामीले चाहिँ पूजा गरेर निस्किसक्यौँ यता मामाले डोरी बाँध्दै हुनुहुन्छ
पुगेको म फोटो खिच्दिनु हिँड्नु लु हिँड्दै मामा आउनुहुन्छ हजुर हामी पूजा गरेर निस्किसक्यौँ अनि खाजा खाँदैछु खाजा खाजा मामाको चाहिँ समोसा छ मम्मीको चाहिँ थुक्पा छ छैन चाबीको मामु पनि खाँदै हुन्छ मामुको थुक्पा हाम्रो चाहिँ समोसा कचौरी तर चिसो हो चिसै छ ए साथीहरू हामीले चाहिँ खाजा खाइसक्यो अब हामी जान्छौँ कहाँ जान्छौँ संस्कृति ल अब उतै गएर भेट्ने हामी चाहिँ के अरे यसको नाम ओसो पार्क आयौँ ल साथीहरू हामी चाहिँ ओसो पार्क आइपुग्यौँ लड्यो भने अहिले फुलहरू पनि रोपेछ STS Rock Dancer बोल ल हेर सर्प पनि रहेछ त्यहाँनिर साथीहरू म ओसो पार्कको चिन्डे हो चिन्डे कि चिन्डे चिन्डोमा पिङ खेल्दैछु यहाँ पछाडि बच्चाको लागि मात्र तर म त सानो बच्चा छैन म बच्चा नै होइन तर नि खेल्दैछु त बच्चा आएन र के ठुलो मान्छे हो त अनि सबैभन्दा पनि ठुलो मान्छे ओके गाइस एकछिनमा भेट्छौँ है पानी मजाले ए ऊ सबै भिजायो हो यसले त लुगा हो यहाँनिर श्रम संस्कृति पार्क ए यो चाहिँ रहेछ हिजोस्ति त्यो के हो लु त्यहाँ माथि चढ्नु हुँदैन होला है हात नि हौ
बजार खोइ मामा के नाच्छ कति राम्रो राम्रो है कति राम्रो ल पाँचचोटि होला ढिकी कुटेको खुङमा ए बाबा जहाँ त घुमा घुमा ए लु ढेकी नै कुट्दै लु छोड्दै ढिकी च्याउ पाँचचोटि होला खुङाले ढिकी च्याउ कुट्यो साथीहरू म चाहिँ घर आइसकेँ र मैले चाहिँ घर आएर कपडा चेन्ज गरेँ र बसिरहेको छु अनि आजको लागि यति नै र सबैजनाले मेरो भ्लगलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला ओके अनि यहाँ मसँग बस्ने अन्सु पनि छ नि अन्सुले नै गरिदिनुहोस् लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् ओके आजको लागि यति नै साथीहरू बाई